प्रधानमन्त्रीसँग कसैले भेट्दैन। त्यहाँभित्र एउटा टिम छ क्या, गाँजा टिम छ त्यहाँभित्र, मन्त्री परिषदभित्र सिंहदरबार। साले दुर्गा परसाईलाई चाहिँ कसले भन्छ यस्तो आन्तरिक कुराहरू, भित्रको मामलाको कुराहरू कसले भन्छ? यसलाई चाँडोभन्दा चाँडो पक्राइ गरेर हाल्नुपर्छ साथीहरू। यसले जे पाए त्यही बोल्छ, यसले जे पाए त्यही बोल्न मिल्छ, यो कुकुरले जे पाए त्यही बोल्न मिल्छ भनेको। यसले प्रधानमन्त्रीज्यूलाई घरि गाँजा खाँदैछ, बालोटारमा गाँजा खाने ठाउँ छ, त्यहाँनिर एउटा टिम छ, यो छ त्यो छ भन्छ। तँलाई चाहिँ कसरी थाहा हुन्छ? तैँले बोलेको जति कुरा यहाँ अहिले सम्पूर्ण कुरा प्रमाणित हुने हो भने नेपालमा कुनै पनि मान्छेहरू टिक्दैन थियो होला। यति कुरा याद गर। होइन भनेदेखि धेरै प्यार गर्दै नहिन्। त्यसो भए तैँले पनि मेडिकल व्यवसाय गरेर बसेको छस्। एउटा दबाईलाई कतिमा ल्याएर बेच्छस् थाहा छ? कतिमा ल्याएर बेच्छस् ल भन् त? मेडिकल माफिया होस् त, कुरो बुझिस् कि नै? खालि प्यार गरेको छु। यो अहिलेको सरकारलाई म भन्न चाहन्छु, यसलाई पक्रेर 5 वर्ष जेलमा हालौँ त। होइन भने यो फोकटमा किन यो बोल्दै हिँड्छ? यसलाई के अधिकार छ? जहिले पनि यसले चाहिँ हाम्रो प्रधानमन्त्रीलाई, अन्य व्यक्तिलाई, जसलाई पनि दोष लाउँदै हिँड्छ। योसँग प्रमाण नभएको त मान्छे छैन। जोसँग उसको पनि यसको प्रमाण छ योसँग। यो हो चाहिँ को? चोर तस्करी हो यो। लास्टमा सुन लगाएर ल्याउने मान्छे हो। यहाँबाट पैसा पठाएर ब्ल्याक मनी बनाएर उहाँबाट दुबईको राजालाई डन्डी बनाएर सुनको डन्डी ल्यायो भनेर बनाउन सक्ने मान्छे हो यो। यति खतरा मान्छे हो यो दुर्गा परसाई भन्ने कुरो थाहा छ तपाईँलाई? यसकै हस्पिटलमा मरेको मान्छे पेमेन्ट नतिरेसम्म 7 महिनाको तक 1 महिनासम्म ननिकालेको मान्छेहरू पनि छ, पैसा नतिरेसम्म। अनि बाहिर चाहिँ जजमान गर्ने, अनि भित्र चाहिँ खराब कामहरू गर्ने। यसको चाहिँ काम छैन। यसको हस्पिटलबाट बिरामी मर्यो भनेदेखि पैसा तिर्न सकेन भने 1 वर्षसम्म पनि लास नदिएका छन् त। अनि आफू चाहिँ कति नै चोखो जस्तो गरेर हिँड्ने, अनि अरूको सबै विरोध मात्रै गर्ने। सकिन्छ भने सकाउँ सरकारलाई, सकिन्छ भने काम गरौँ, सकिँदैन भने बेकारको कुराहरू गर्दै मिडियालाई भात खाने बाटो गराएर नहिँडौँ। दिमाग खुस्केको तेरो साला।